बिजुली सस्तो बनाउने सरकारको ऐतिहासिक निर्णय। इन्डक्सन र इभी चलाउनेलाई ठूलो राहत। महसुल घटाउन समिति नै गठन। अबको 15 दिनभित्र नयाँ महसुल दर आउने। सरकार र विद्युत प्राधिकरणले अबको 15 दिनभित्रै बिजुलीको महसुल घटाएर नयाँ र सस्तो दर सार्वजनिक गर्दैछन्। यति मात्र होइन, प्राधिकरणभित्र विगतमा भएका शंकास्पद खरिद र सञ्चालित आयोजनाहरूमा परेका उजुरीमाथि पनि ठूलो छानबिन शुरू भएको छ। अर्थात् एउटा हातबाट आम उपभोक्तालाई महसुलमा राहत र अर्को हातबाट प्राधिकरणभित्र पारदर्शिता र सुशासन कायम गर्ने प्रयास। सबैभन्दा पहिले बुझौं, अचानक बिजुलीको महसुल घटाउने निर्णय किन गर्नु पर्यो? यसको पछाडि एउटा रोचक रणनीति छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लगाउने व्यवस्था गरेको थियो। बिजुली जस्तो अत्यावश्यक सेवामा कर थपिएपछि सर्वसाधारण उपभोक्ता अधिकार कर्मी र उद्योगीहरूले यसको व्यापक विरोध गरे। अब सरकारसँग दुईवटा विकल्प थिए, कि त बजेट संशोधन गरेर भ्याट नै पूर्ण रूपमा हटाउने, कि त कर यथावत राखेर बिजुलीको आधारभूत महसुल दर नै घटाउने। कानूनी र बजेटरी प्रक्रिया जटिल हुने भएकाले सरकार र प्राधिकरणले दोस्रो चलाखीपूर्ण तर व्यवहारिक बाटो रोजे। भ्याट थपिँदा पनि आधारभूत महसुल दर घटाएपछि उपभोक्ताको टाउकोमा अतिरिक्त आर्थिक भार पर्दैन। यसका लागि प्राधिकरण बोर्डले सञ्चालक अंशु किरण साईको संयोजकत्वमा एक उच्च स्तरीय विद्युत महसुल पुनरावलोकन समिति गठन गरेको छ। यो समितिलाई 3वटा मुख्य काम तोकिएको छ। ग्राहस्थ उपभोक्तालाई सहुलियत, सर्वसाधारणले घरमा प्रयोग गर्ने बिजुलीको दर घटाउने, उद्योगलाई प्रोत्साहन, उच्च खपत गर्ने कल कारखानालाई सस्तो बिजुली दिएर उत्पादन लागत घटाउन सहयोग गर्ने, विद्युत खपत वृद्धि, देशमै उत्पादित बिजुली अधिकतम रूपमा स्वदेशमै खपत गराउने र सबैभन्दा महत्वपूर्ण कुरा, यो समितिलाई प्रतिवेदन पेश गर्न मात्र 15 दिनको समय दिएको छ। अर्थात् आगामी 2 हप्ताभित्रै बिजुलीको नयाँ र सस्तो दरबन्दी सिफारिस भइसक्नेछ। दर्शकवृन्द, यो निर्णय केवल भ्याटको विरोध साम्य पार्न मात्र ल्याइएको होइन। एलपीजी ग्यासको मूल्य निरन्तर बढ़िरहेका बेला यदि बिजुली सस्तो भयो भने मानिसहरू इन्डक्सन चुलो, गिजर र विद्युतीय सवारीतर्फ बढी आकर्षित हुनेछन्। यसले भान्साको खर्च घटाउनुका साथै इन्धन आयातमा बाहिरिने अर्बौं रुपियाँ जोगाउँछ। हाम्रा उत्पादनमूलक उद्योगहरू महँगो बिजुलीका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धी बन्न सकिरहेका छैनन्। सस्तो बिजुली पाउँदा उद्योगको उत्पादन लागत घट्छ, जसले नेपाली उत्पादनलाई बजारमा सस्तो र प्रतिस्पर्धी बनाउँछ। अब कुरा गरौं 1040औं बोर्ड बैठकको अर्को अत्यन्तै संवेदनशील र कडा निर्णयको। नेपाल विद्युत प्राधिकरण भित्र विगतमा भएका खरिद प्रक्रियाहरू र सञ्चालित विभिन्न आयोजनाहरूमा अनियमितता भएको भन्दै लामो समयदेखि विभिन्न माध्यमबाट उजुरीहरू परिरहेका थिए। ती उजुरीहरूलाई थामथुम पार्नुको साटो छानबिन नै गर्ने साहसिक निर्णय बोर्डले गरेको छ। यसका लागि सञ्चालक शम्भु केसीको संयोजकत्वमा अर्को विशेष छानबिन समिति गठन गरिएको छ। यस समितिमा प्राविधिक, कानून र खरिद विज्ञहरू रहेका छन्। यस समितिको कार्यावधि 2 महिना तोकिएको छ। यो समितिले विगतका ठेक्का, आयोजना, निर्माण र उपकरण खरिदका फाइलहरू मसिनो गरी अध्ययन गर्नेछ। कुनै पनि आयोजना वा खरिदमा गडबडी वा अनियमितता पाइएमा दोषीमाथि कारबाहीका लागि कडा प्रतिवेदन पेश गर्नेछ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको नेतृत्वमा प्राधिकरण भित्र वित्तीय अनुशासन र पारदर्शिता, सुशासन कायम गर्न यो ठूलो कदम चालिएको विश्लेषण गरिएको छ। तपाईलाई के लाग्छ? बिजुलीको महसुल कति प्रतिशतसम्म घटाइए आम उपभोक्ता र उद्योगीलाई वास्तविक राहत पुग्ला त?